आजको भिडियोमा निकै नै च्यालेन्जिङ हुनेछ किनकि आज म बनाउनेवाला छु यस्तो रेकर्ड जुन अहिलेसम्म कसैले बनाएको छैन। किनकि त्यो ठाउँमा न त मोबाइलमा नेटवर्क आउँछ न त कुनै मान्छेको बास हुन्छ त्यहाँ। त्यो ठाउँमा जानुभन्दा अगाडि हामीसँग छ दुईटा बाटो, जुन एउटा नर्मल छ भने अर्को चाहिँ हार्ड। त्यही पत्ता गर्न हामी जानेछौँ त्यो ठाउँमा। सो गाइस हम जा रहे हैं ऐसी जगह, वहाँ जाने के लिए आप सीखो ऐप डाउनलोड करो। बाटोमा जाँदा जाँदा यस्तो ठाउँमा पुगे जुन ठाउँमा हामी चाहिँ पहिला पिकनिक खाने गर्थ्यौँ र त्यो ठाउँमा निकै नै तप्पड गराउन जस्तो हुने गर्थ्यो भने आज निकै नै हरियाली भएको छ। पिकनिक खान पिकनिक उचा चाहिँ एकदम इन्ट्रेस्टिङ वाला ताल छ, त्यहाँ चाहिँ हामीले जानु। यहाँ चाहिँ हामी म्याक्सिमम टाइम हामी यहाँ चाहिँ नुहाउनुको लागि आउँथ्यो। बबाले आएर चाहिँ क्रेजी यार क्रेजी। अगर अभिषेकले मलाई यहाँबाट 500 रुपियाँ दियो भने म यहाँबाट अहिले कहिले उहाँ फाल्न सक्छु। अब योलाई छोडेर एकछिनमा हामी ब्याक हुँदाखेरि, तर यहाँबाट चाहिँ हामीलाई जानुपर्ने हुन्छ। अब चाहिँ यहाँबाट हामीले जानुपर्ने हुन्छ किनकि अहिले त यो फर्स्ट लेभल हो, किनकि योभन्दा कति टाढा छ भन्ने हामीलाई केही पनि थाहा छैन र त्यही भएर हामी यहाँबाट चाँडै नै निस्किन्छौँ। यहाँ चाहिँ एक्सपोर्ट छ यो माछा मार्नको लागि, एकदम एक्सपोर्ट हो। माछा मार्न र हामी के हिँड्दा हिँड्दै केही अगाडि नै पुगेका थियौँ र हामीले एक्कासी देख्यो जङ्गलमा एउटा आँपको रुख। आँपहरू छन् कि खत्तम भने अब चाहिँ अगाडि जानुपर्ने हुन्छ। यहीँ हामीले आम छन् यहाँ। लाइफमा फर्स्ट टाइम यसरी जङ्गलमा ट्रेकिङमा जाँदा एक्सपेक्ट नै गरेको थिएन यसरी फलहरू मिल्छन् भन्ने। अनि यहाँ चाहिँ खनाएर छन्, खनाएर जो तिनीहरूले खाइछन् ओ माई साहब मिठो यति छ कि गाई चाहिँ म कसरी खाइदिन्छु। लुक एट एक चोचिया दुई चोचिया कसरी ब्लड मुन एउटा इन्जर्ड भइसक्यो। सो यहाँ मोदी ब्लिडिङ हो रहा है, जल्दी से क्या बोलूं बैकअप बोला। जो दुईजना यानी कि तपाईहरु हेर्न सक्नुहुन्छ पुलको आविष्कार यसरी भएको थियो। यस उते घर हो। टाढाबाट हेर्दा यस्तो यो जङ्गलमा घर जस्तो देखिने र वास्तविकमा के हो भन्ने क्वेसन दिमागमा जाग्यो। हामी त्यो पोइन्टमा आइपुगे कि यहाँबाट हामीले खानको लागि पानी लगेका थियौँ। त्यो घरमा को बस्छ आखिर हेर्नु नि त। यत्रो जङ्गलमा यार हाम्मा यहाँ के देख्नु आएन, मतलब हामी यत्रो रिस्क लिएर आएको छौँ होइन। टाढाबाट हेर्दा घर जस्तो देखिने, नजिक पुग्दाखेरि यो त खानेपानीको सिँचाइ पो रहेछ भन्ने बुझियो। यो भन्यो भने मतलब यहाँसम्म मान्छे आउँछन्, योभन्दा माथि अहिलेसम्म कोही पनि गएको छैन। इन द केस अफ फर्स्ट टाइम हामी जानेछौँ त्यो ठाउँमा होइन। तपाईँहरूले पिक्चर मनपर्छ भने चाहिँ मैले जग लगाइदिएको छु, आएर घर बनाउन सक्नुहुन्छ। ए नो वे, यहाँ चाहिँ अब केही फ्युचरिस्टिक काम हुने होला, लाइक लाइट हाउस केही समथिङ लाइक पानी टङ्की होला। यहाँभन्दा माथि चाहिँ गएको छैन भन्ने आई एम 100% स्योर। अब चाहिँ हामी देखाउने छु माथिको भिडियोमा। लेट्स गो। अलराइट विकास गरे हो, जसले पनि गरे हो, तर यो चाहिँ धेरै नराम्रो कुरा। 1 2 3 4 5 6 7 8 9 10 एप्रोक्सिमेट 30। दिस इज अनबिलिभेबल। यहाँ कुनै पनि काम पुरा भएको थिएन र त्यहाँ सिमेन्टको कट्टा त्यत्तिकै वेस्ट भएको देखेर यहाँ ल्याउनुको के अर्थ। सिमेन्ट वेस्ट गरेको छ मतलब व्हाट आर यु डुइङ म्यान? यु आर डुइङ पब्लिक सर्भिस नट अफ पब्लिक मनी। मनी के अभिषेक? भ्रष्टाचार। कौन है ये लोग? दिस इज नट गुड, दिस इज नट गुड। यति टाढा आएर यस्तो अनएक्सपेक्टेड चिज देख्नुपर्छ भन्ने मलाई थाहा थिएन, किनकि विकास भन्ने यस्तो चिज हो जहाँ सानो सानो गल्तीले नै ठुलो ठुलो दुर्घटना हुने गर्छ। सो सरकार सामु मेरो आवाज नपुगे पनि सक्दो शेयर गरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। यस यु क्यान। यो चाहिँ धेरै कति भन्नु म्याक्सिमम हाम्रो बाजे पुर्खाको जमानाको पानी सप्लाई गर्ने यहाँ हो। मेबी आइ एम नट स्योर, हिस्टोरी नबनाए पनि हामी यस्तो रेकर्ड बनाउनेवाला छौँ जुन अहिलेसम्म कसैले ट्राई पनि गरेको छैन। सो रियलमा त एक्जिस्ट छ, तर इन्टरनेटमा सर्च गर्दा कुनै पनि रिजल्ट देखाउँदैन। आज हामी लाइभ रेकर्ड देखाउने छौँ हजुरहरूको सामु। यस्तो छ र यति टाढा वर्थ छ कि छैन बुझ्नेछौँ। मन्दिर? Oh my God, it's a very real
कुरो पनि रहन्छ हेर्नुहोस् म अब तपाईँलाई देखाउन गइरहेको छु समातेर चप्पल लगाएर भित्र नजानु को लगाएर चप्पल लगाएर यहाँबाट पानी पनि आइरहेको छ हेर्न सक्नुहुन्छ प्योर यी भइसक्यो यहाँनिर हेर्न सक्नुहुन्छ यी हेर्नुहोस् कसरी झरिरहेको छ हातमा र यस्तो सबै ठाउँ नै भइरहेको छ अनि यता एकदमै सायद यहाँ शिवजीको बास हुन्छ होला यार हैन बाबा यार Lord. So guys, let's swing. Are you guys ready? Are you guys ready? आज पार गर्न सक्छौँ कि या त हामी घर जान्छौँ या त हामी पार गर्छौँ किनकि यतातिर हेर्नु भने बाटो कतै छैन माथि जाने विमल एउटा अल्टरनेटिभ बाटो भने यही हो जो हामीले पार गरेर जानुपर्ने हुन्छ सो छिटो यदि यहाँबाट झड्यो भनेपछि मान्छे कामबाट गयो गाइस हेर्न सक्नुहुन्छ तपाईँहरू हामी गन्तव्यमा पुग्न अझै बाँकी छ बाटोमा हिँड्दा हिँड्दा यस्तो नजारा मिल्छ भन्ने मलाई थाहा थिएन देख्न सक्नुहुन्छ फेरि पनि यहाँ एउटा चुनौती आएको छ मलाई थाहा छ फेरि पनि यसले पार गर्नेछ भन्ने झन्डै मरेन अब चाहिँ हामी अलमोस्ट पुगिसक्यौँ अनि देखाउने छु आज कस्तो छ त्यो यस्तो फल छ बुडर भन्दा त अलि बेटर छ किनकि त्यहाँको पानी मिल्क जस्तो छ के हामी कहाँ पुग्यो भन्दाखेरि अब यहाँनिरबाट अलि माथि गयो भने माथि हामी हिँड्दा हिँड्दा यति टाढा आइसक्यो कि यहाँबाट पहाड जान नि सकिन्छ जस्तै सहजपुर फाल्टुडे यहाँबाट हुँदै जान्छन् आई थिङ्क 25 किलोमिटर टाढा जति छु हामी जो म एक्ज्याक्टली भन्न सक्दैन ओ भाइ फाइनली यार 5 वर्षपछि आज I make a record too. For the very first time, हामी हामी गन्तव्यमा पुगेर पनि केही न केही चेन्ज जस्तो लागिरहेको थियो जुन यताको पानी ब्लक भएर देखिनमा पनि नराम्रो देखिरहेको थियो र जाम भएको फोहोरहरू हटाउनलाई हामी सफा गर्न लाग्छौँ हामीले आफू सक्ने जति बेस्ट दिएर बिहानदेखि केही नखाएको कारणले काम गर्दा गर्दै भोक पनि लाग्यो टक्क गरेर यो चाहिँ नन भेजवाला हो यो चाहिँ भेजवाला हो सालाहरूले त्यहाँ माछा हालिदियो कि त्यही भएर देखाइरहेको छु हामी I'll say cook is best in the world. खानालाई जन्मे खा क्यामेरा बन्द गरेर खाने What do you mean? यहाँ चाहिँ हाम्रो
खाजाहरू छ अनि यहाँ चाहिँ अहिले एकछिनमा हामी यहाँको भ्यू इन्जोय गरेर अनि जानेछौँ हामी नुहाउने ठाउँमा यस्तो प्रभाव थियो कि त्यहाँ लास्ट टाइम हामी देखाएको थियो त्यही हो खाजा खाजा खाएर अनि जानेछौँ यति भिडियो चाहिँ धेरै लामो भयो जस्तो लाग्यो सो हेरौँ के हुन्छ भनौँ कस्तो छ Share and subscribe. युट्युबमा हो म त टिकटक वाला पनि महत्त्वपूर्ण टिकटकमा रिपोस्ट हुन्छ त्यसरी रिपोस्ट तपाईँ चाहिँ उकालो भन्दा रिपोस्ट गरेर आफ्नो चार साथीलाई सेयर गर्नु होला कमा चाल्नु रहेछ सो अब चाहिँ हामी यहाँबाट लाग्नुपर्ने हुन्छ टाइम पनि 3 बजिसक्यो भनौँ अब हामी 9 बजी आयो मान्छे 3 बजिसक्यो भने हामी अलमोस्ट 6 आवर भइसक्यो यहाँ अब सो हामी चाहिँ यहाँबाट सामान प्याक गरेर सुट भइसक्यो गाइज अब अपडेटहरू के आउँछ यहाँ आजको लागि यति नै अर्को ब्लगमा हामी फेरि भेट्ने आवर ब्लग इज ओभर